बाटो अप्ठ्यारो जाम डर लाग्यो बाटोमा कुद्नु त आइयो आज बुढापाका भनाइ के छ भनेपछि एउटा पहिला गाउँ बस्ती थियो अरे गाउँ बस्ती भइसकेपछि एउटा जोगी बाबा बास माग्दै आउँदा हजुर जोगी बाबालाई बास नदिएर यस्तो राखेर ताल बन्यो भन्ने भनाइ छ। देख्नु भयो गाइस कति अचम्म छ जोगी बाबालाई एउटा बास नदिँदा ताल बन्यो अचम्मको कुरा त यो रोड चढ्ने मान्छेहरू आएर के भन्छन् भनेपछि तपाईको इन्जिन गएको छैन तेल लागेको छैन भन्छन् त्यो मात्रै लागेर भएन त हाम्रो त जिन्दगी गएको नि त आज। हेलो गाइज वेलकम माई युट्युब च्यानल नयाँ विषयवस्तु नयाँ भिडियोको साथ फेरि पनि म तपाईँको सम्म आइसकेको छु गाइज। आज भने भिडियो के छ भने आज भने हाम्रो फ्यामिली टुर छ गाइज। सुर्खेतदेखि घरदेखि सल्यानको कुपिन्दे दहसम्म घुम्न जाँदैछौँ गाइज। हामीसँग घुम्न जाँदै हुनुहुन्छ हाम्रो ससुरबा मामा हुनुहुन्छ र साली र परिचय दिनुहोस् त आफ्नो भन त मुना देख्न सक्नुहुन्छ मामा हुनुहुन्छ उता माइजू हुनुहुन्छ ऊ हाम्रो साडु भाइ हुनुहुन्छ पछाडि अनि मेरो बुढी अनि म चाहिँ घुम्न जाँदैछौँ गाइज। भिडियो रमाइलो छ इन्टरटेनमेन्ट खालको छ अनि नयाँ विषयवस्तु तपाईँहरूलाई देखाउँदैछु गाइज। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर बिल्कुलै नयाँ हुनुहुन्छ भने मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै अब भन्ने लाग्छ गाइज भिडियोतर्फ कृपया अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। यति बेला यो सल्यानको बाल्लो सङ्ग्राईदेखि माथि कुपिन्दे दह आउनुभन्दा केही अगाडि छ बाटो एकदम अगाडिसम्म चाहिँ पिच बाटो थियो गाइस। अहिले चाहिँ बाटो एकदम अप्ठ्यारो यो ग्राभिल पनि छैन यो कच्ची बाटो छ बाटो एकदम अप्ठ्यारो छ तपाईँलाई देखाउन चाहन्छु गाइस। यति बेला हामी यहाँ छौँ यो देख्न सक्नुहुन्छ यति डाँडा काँडा छ बाटो अझै उतातिर अझै अप्ठ्यारो छ हामी जाँदैछौँ। हेलो गाइज फाइनली हामी यति बेला यो कुपिन्दे दह आइसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ कुपिन्दे दह यतातिर यो हल्का चौर छ यतातिर देख्नुहुन्छ यी भेडाहरू चढेका छन् चौर छ यी सबै आइसकेका छौँ। कोही अगाडि हुनुहुन्छ ए ल केही भन्नुपर्ने छ भन त ल ल देख्न सक्नुहुन्छ गाइज यति रमाइलो छ यति यस्तो रमाइलो छ देख्न सक्नुहुन्छ निलो ताल छ बिचमा गाउँ वरिपरि जङ्गलै जङ्गल हरियाली छ डाँडा काँडा त्यो बिचमा पानी कहाँबाट आयो अचम्म कुरो त यो छ गाइज हेर्न सक्नुहुन्छ यहाँ यो पानीको कुनै मुहान छैन यसमा कहाँबाट पानी आएको छ भने यो अचम्म छ गाइज देख्न सक्नुहुन्छ। अनि पात भन्ने हुँदैन फेरि यसको विशेषता भनेको कुपिन्दे दहको विशेषता भनेको चाहिँ गाइज यहाँ एउटा पनि पात कहिले तपाईँहरूले देख्नुहुन्न जति पनि पात हुन्छ बरु बाहिर आउँछ त्यो बिचमा एउटा पनि पात तपाईँहरूले देख्न सक्नुहुन्न। हेलो गाइस अब हामीहरू यो बोटमा चढेर अनि बोटमा चढेर बोटिङ गर्दैछौँ यो उसमा कुपिन्दे दह तालमा बोटिङ गर्दैछौँ गाइस। कुद्नु त आइयो आज रमाइलो छ आइयो आज गाइस यति बेला हामी कुपिन्दे दहमा बोटिङ गर्दै देख्न सक्नुहुन्छ वरिपरि जङ्गल छ बिचमा यति रमाइलो निलो ताल छ गाइस रमाइलो छ। फाइनली यति बेला गाइस हामी कुपिन्दे दहको तालको आधा बिचमा आइसकेका छौँ। आधा बिचमा आइसकेपछि हामी त्यो उतातिर नगएर आधा बाटै फर्केको छौँ देख्न सक्नुहुन्छ एकदम देख्न सक्नुहुन्छ गाइस।
यो दुईजना दाजुहरूले बोट खियाउँदै हुनुहुन्छ। दाजु केही भन्नुपर्ने छ? हजुर भन्नु त के पर्ने थियो र यसको यो ठाउँको कुपिन्देदको बारेमा केही कुरा जानकारी दिनुहोस् न। यहाँ कसरी के भयो, कसो, कहाँबाट पानी आउँछ, कहाँबाट निकास छ, यो विषयमा यसो जानकारी गराइदिनु न दाइ। हजुर यो पानी चाहिँ जमिन मुनिबाट आउँछ र जमिन मुनिबाट नै जान्छ, देखाउनुमा छैन। त्यही हो एउटा। अब यो चाहिँ बुढापाकाको भनाइ के छ भनेपछि एउटा पहिला गाउँ बस्ती थियो अरे, गाउँ बस्ती भइसकेपछि एउटा जोगी बाबा बास माग्दै आउँदा हजुर जोगी बाबालाई बास नदिएर यस्तो राखेर त्यो ताल बन्यो भन्ने भनाइ छ। त्यही हो। देख्नुभयो गाइज, कति अचम्म छ। जोगी बाबालाई एउटा बास नदिँदा ताल बन्यो। अचम्मको कुरा त यो छ गाइज। अरू केही छ? त्यही हजुर। अब बुढापाकाले भनेको कुरा चाहिँ ल धन्यवाद दाइलाई। देख्नुहुन्छ गाइज, अचम्मको छ ताल। यो खोल्साको बिचमा वारिपरि डाँडा कहाँ यो अचम्मको जोगी बाबालाई बास नदिँदा ताल बनेर अचम्मको छ गाइज। के भन्नु खोज्नु, कसरी दिन गयो हजुरको यहाँ? जस्तै बोट चढ्ने मान्छेहरू आएर के भन्छन् भनेपछि हजुर तपाईँको इन्जिन गएको छैन, तेल लागेको छैन भन्छ। त्यो मात्रै लागेर भएन त, हाम्रो त जिन्दगी गइगयो नि त। आज होइन यिन हाँसो मजाको कुरा भए एक दिन दुई दिन आज होला भोलि होला भन्दै सिद्धि त हाम्रो त सबको जिन्दगी गएको छ, हाम्रो पनि गएको छ। होइन तपाईँहरू त चाहिएको एकजना हाम्रो यहाँ बोट चलाउँदै हुनुहुन्छ। बोट चलाउँदै जिन्दगी गयो भनेर आफ्नो गुनासो जिन्दगीको केही कहानीहरू बताउनु भयो। हजुरको नाम भनिदिनु त? मेरो ओमनाथ कुँवर। ओमनाथ कुँवर। र ओमनाथ कुँवर दाइले यहाँ बोट चलाउँदै गर्दाको यहाँको जिन्दगीको कसरी कटिरहेको त्यो विषयमा भन्नुभयो। हेलो गाइज, फाइनली कुपिन्देद घुमेर आइसकेपछि फाइनली हामी यति बेला फर्किसकेको छौँ। कुपिन्देद घुमाइयो, एकदम रमाइलो रहेछ गाइज। तपाईँहरू पनि जानु भएको छैन भने जानु होला, धेरै टाढा पनि छैन। हाम्रो यो सुर्खेत यो जाजरकोट हाइवे यो हाम्रो बालुवा सङ्ग्रहालयदेखि धेरै टाढा पनि छैन, आधी घन्टाको बाटो छ गाइज। तपाईँहरू जानु होला, रमाइलो छ, घुम्नु होला कुपिन्देद। हामी त फाइनली घुमेर आइसक्यौँ। भिडियो हेरिदिनु भयो, अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर, प्रतिक्रिया दिन नभुल्नु होला भन्दै म पनि बिदा हुन्छु। हस्, धन्यवाद।